यो दुनियाँमा अहिले मान्छेहरूले राम्रो काम गरेर पुण्य कमाउनुभन्दा नराम्रो काम गरेर पैसा कमाउनुमा धेरै रुचाउँछन्, धेरै मन पराउँछन्। किनभने पैसाकै कारणले मान्छेहरूले धेरै हेला अपहेलनाहरू दुःख सबै सहनु परेको हुन्छ। पटक पटक पल पल कसैको जनजीवन नै परिवर्तन भयो, कुनै सहर नै परिवर्तन भयो, कुनै देश नै विकसित भयो, परिवर्तन भयो, त्यो पैसाकै कारणले हो। बरु यहाँ भगवानलाई गाली गर्नेहरू प्रशस्त क्षति भेटिन्छन् मान्छेहरू, तर पैसालाई हेला गर्ने गाली गर्ने कोही पनि छैन। मर्छन्, तछाड मछाड गर्छन्, त्यो सिर्फ पैसाको लागि गर्छ मान्छेले। अहिले नेपालमा बालेन प्रधानमन्त्री भएदेखि उताबाट विपक्षबाट हर्का साम्पाङ उभिएको छ। हर्का साम्पाङले टोके दिनको 4-5 वटा स्टाटस त उसैको विरोधमा हालेको हुन्छ क्या। एउटा धेरै बोल्ने धेरै लेख्ने स्टाटसहरू पनि, एउटाले एक शब्द पनि निस्केको छैन, एक शब्द पनि लेखेको छैन। हो होइन के त्यस्तोमा होइन, केही पनि बोलेको छैन कि उसले चाहिँ। हर्का साम्पाङ आमा, म चाहिँ के भन्छु भने गर्न दियो के, नयाँलाई टोकिरहेको होइन। उसले पनि केही सोचेर भन्दा पनि डिजाइन बनाएको छ नि त, उसको पनि भिजन। अब यस्तो होला, यो सुकुम्बासी बस्तीले अब यसरी बनाउने भनेर उसले। अब त्यहाँ असली सुकुम्बासी त दबिरहेको थियो नि त त्यहाँ पनि। उता सहरमा मेन सिटी रोड छेउतिरै बिल्डिङ हुनेहरू, ठुला अब व्यक्तिहरू, व्यापारीहरूको हो, त्यहाँ पनि त्यही व्यापारीहरूले राज गर्दै थियो नि त सुकुम्बासी बस्तीमा पनि। असली सुकुम्बासीहरूको नाम बेचेर उनीहरूले खाँदै थियो, राज गर्दै थियो। मेन सुकुम्बासीहरूले त सरकारले पनि व्यवस्था गरेका छ नि त। यसमा चाहिँ अलि मलाई ठिक लागेन कि गर्नै नदिने टाइपको। बरु त्यो पुरानो पार्टीको मान्छेहरूले त्यस्तो विरोध गरेका छैन क्या, कोहीले गरे होला होइन, तर प्रायले विरोध गरेका छैन, त्यस्तो केही नै छैन। तर नयाँलाई यार कसम मलाई चाहिँ नराम्रो लाग्यो यो हिसाबले। अब त्यो त गर्दैछ नि त, अब रिजल्ट निकाल्न बाँकी छ। त्यो रिजल्ट निकाल्न देऊ न। गलत गरेको छ भने पुरानै नेताहरू जस्तो हुन्छ, तिनीहरू जसरी नै लखड्छ